पक्कै शक्तिशाली गृहमन्त्री मानिएका सुदन गुरुङले एकाएक दिए पदबाट राजीनामा। दर्शकबिन गृहमन्त्री सुदन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायी दीपक भट्टसँगको शेयर लगानी र अन्य व्यावसायिक सम्बन्धलाई लिएर उठेका प्रश्न र सार्वजनिक आलोचना बीच उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। गुरुङले आफ्नो आधिकारिक फेसबुक मार्फत राजीनामाको जानकारी दिँदै स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले पद त्याग गरेको स्पष्ट पारेका छन्। उनले आफ्नो कार्यकालमा निष्पक्ष छानबिनको वातावरण बनाउन र मन्त्रालयको काममा कुनै असर नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय लिएको उल्लेख गरेका छन्। मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै प्रकारको स्वार्थ द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु, उनले लेखेका छन्। उनका अनुसार उनी 2082 चैत 13 गते गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएका थिए। पछिल्ला दिनहरूमा आफ्नो शेयर तथा व्यावसायिक सम्बन्धलाई लिएर नागरिक स्तरबाट उठेका प्रश्न, टिप्पणी र जनचासोलाई उनले गम्भीर रूपमा लिएको बताएका छन्। गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै वर्तमान राजनीतिक वातावरणमा सुशासन, पारदर्शिता र जवाबदेहिताको माग बढ्दै गएको टिप्पणी गरेका छन्। उनले युवा पुस्ताले उठाएको जेन्जी आन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको बताएका छन्। उनले आफ्नो राजीनामा कुनै दबाव नभई नैतिक जिम्मेवारीको आधारमा गरिएको निर्णय भएको पनि दावी गरेका छन्। साथै उनले निष्पक्ष छानबिन मार्फत सत्य बाहिर आउनुपर्नेमा जोड दिएका छन्। राजीनामा सन्देशमा गुरुङले सञ्चारकर्मी र आम नागरिकलाई पनि सत्य, इमानदारी र आत्मा शुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन्। उनले समाजमा पारदर्शिता र नैतिकताको संस्कृति बलियो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने टिप्पणी समेत गरेका छन्। गृहमन्त्रीको राजीनामासँगै सरकारभित्रको राजनीतिक वातावरण थप तरङ्गित बनेको छ भने उनको उत्तराधिकारी र आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ।